पत्ता लाएरै छोड्ने भनेको हामीले पत्ता लाएरै छोड्ने हो। यो हत्या हो, यो एक्सिडेन्ट हुँदै हैन। दुर्घटना मान्न सकिन्थ्यो तर दुर्घटनाको जस्तो परिवर्तित यहाँ देखिएन। अब यहाँसम्म मात्रै साँउरो बाटो छ, यहाँ चाहिँ उता त त्यति फराकिलो बाटो छ। यहाँ हानेको भए सब यता हुनु पर्थ्यो, बाहिर हुनु पर्थ्यो, लडेको अवस्थामा हुनु पर्थ्यो, तर त्यस्तो अवस्थामा भेटिएन। सब थुपुक्क ल्याएर यहाँ 6-7 फिट भित्र एकदम सुरक्षित तरिकाले नियोजित तरिकाले राखे जस्तो हामीलाई देखियो। न्यायको लागि हामी पर्खाइमा छौँ। हामी सबै सम्पूर्ण कञ्चनवासी अहिले पीडित छौँ र सबै न्यायको पर्खाइमा छौँ। खानपिन गर्न लागि थियो, त्यतिखेर 6 बजे थियो। अनि खानपिन गरेर म चाहिँ बिस्तारामा गएर त्यही कपडाहरू मिलाउँदै थिएँ। अनि हाम्रो घरको नजिकैको भाइले जाउँ न यहाँ त रहेछ भन्दै म त्यही केही खबरहरू मैले त्यस्तो बुझिनँ। मलाई त भैँसीको पाडो फुके जस्तो भन्ने आवाज आयो। अनि यहाँ आइपुग्दाखेरि सबै यहाँ गाउँको सबै जम्मा भइसक्नु भयो रहेछ। अनि ल ल ल गल्ल्याम भने सोद्धाखेरि अनि हाम्रो यो बाबु हो भन्ने इसामको नाम आयो। अनि किन गयो रहेछ यहाँ भन्यौँ। हामी त अब साधारणै होला, अब केही भएर होला, घर यहाँ लुक्न आएछ भन्यौँ। अनि एकजना बाबुले गल ल्याएर चाहिँ यो उक्काउँदाखेरि बाबुको सब रहेछ यहाँ दम लागेको थियो हेर्नु। पुरा एउटा आँखो फुटेको, अनि टाउको कुच्चिएको, अब खुट्टाहरू भाँचिएको, शरीरभरि पुरै पिटेको डाम रहेछ। एक्सिडेन्ट हुँदै त्यो एक्सिडेन्ट भएको हुँदै होइन, यहाँ खुनहरू केही पनि थिएन, कतै खुनहरू देखिएन। त्यो बाबुको कसरी गयो यहाँभित्र, कसैले पताउनुहुन्छ यहाँभित्र यहाँसम्म। अब त्यहाँबाट यहाँ आउनु कसरी आयो त? त्यस्तोमा एक्सिडेन्ट भइसकेको बाबु कि त्यहीँ पल्टेको हुनुपर्छ, त्यहाँ खुन लागेको हुनुपर्छ। खुन पनि कतै थिएन। हामीले सबैले अब उहाँहरू पनि आउनुभयो, प्रहरीहरू पनि आउनुभयो, हेर्नुभयो, यो गाउँको सबै हेर्नुभयो, केही पनि देखिएन। अनि मोबाइल चाहिँ त्यहाँ यो बेला त्यो बुटामा उस दिन सबै आएन, कसैको आँखा त पर्दैन नि, त्यहाँ कसैको आँखा परेन। त्यो मोबाइल त्यहाँ चाहिँ पछि ल्याएर राखिदिएको थियो। अनि त्यो जुत्ता मिलाएर राखेको थियो त्यहाँ चाहिँ। खेलाडी भन्ने सपना थियो, अहिले चाहिँ यस्तो गरेर मारिदिए। बाउ एकदम बिमारी हुनुहुन्छ उहाँ चाहिँ। बाबाको हजुरहरूलाई के भन्ने, जति पनि पीडा भएको छ हेर्नुहोस्, यसको पत्ता लाएरै छोड्ने भनेको हामीले पत्ता लाएरै छोड्ने हो। यो हत्या हो, यो एक्सिडेन्ट हुँदै हैन। हामी कसरी अड्डेछौँ, कसरी खाछौँ भने अब कसलाई के थाहा छ र भाडाकोले। अनि तिम्रो भाइको जुत्ता जस्तो त मैले त्यही देखेँ नि घोलामा नानी भनिदिन्छन् र। अनि आएर हेर्दा त अनि त्यो जुत्ता हेरी चाहिँ अनि यहाँभित्र हेर्दा त भाइको देखिन्छन्। अनि गएर बाबालाई भनिन्। अनि बाबा, अनि यहाँ फेरि यहाँ अहिले उहाँ बाबु, यहाँ बाबुलाई भनेर अनि बाबु आएर त्यो गलले उक्काउनु भयो। अनि हामीले त अब घर केही झडासडा परेर आएर यहाँ लुकेर चाहिँ भन्यौँ फेरि पहिला त। अनि उक्काएर हेर्दा त छैन।